सबै जलेको थियो क्या। यो सबै जलेर अहिले पनि यो पुनर्निर्माण हुन सकेको छैन। यस्तो बनाइदिएको छ। गाडी र सब बोक्ने वाहन त्यहाँ जलाएर खरानी बनाइदियो। कार्यालय वडा कार्यालयको सिसाहरू पनि फेरेको छैन अहिलेसम्म। यस्तो बनाइदियो है। अनि मेयर र उपमेयरको एउटा बुलेरो र स्कर्पियो थियो, यहाँ खरानी भइरहेछ। यस्तो थियो। एउटा सिटी सफारी पनि थियो, त्यहीँ रहेछ त्यो। यो चाहिँ सब वाहन पनि जलाइदियो क्या यस्तो अवस्थामा। अनि त्यो आन्दोलन भएको दिन चाहिँ म यहीँ व्यापार गर्दै थिएँ क्या। अनि यहाँ ड्याङडाङ डुङडुङ गर्नु थाल्यो होइन। अनि म चाहिँ यहीँ व्यापार गर्दै थिएँ क्या। अनि यहाँबाट भागेर पर पुग्नु पऱ्यो क्या। यो चाहिँ हट्यो है बजार पर, यो रमाइलो बजार हो यो काने पोखरी।